नमस्ते तपाईँ सम्पूर्ण आदरणीय महानुभावहरू। यो घरको फुल भिडियो हाल्नुहोस् न भनेर धेरैजना हाम्रो ग्राहक महानुभावहरूले प्रश्न गरिरहनु भएको थियो। सो यी प्रश्नको प्रत्युत्तर स्वरूप आज यो भिडियो तयार गर्दैछौँ। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरेर तपाईँको मनमा लागेका कुनै पनि किसिमको जिज्ञासा अथवा कुनै पनि किसिमको प्रश्नहरू छन् भने राख्न सक्नुहुन्छ र तपाईँ हामीलाई केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने पनि हाम्रो कमेन्ट सेसनमा कमेन्ट गर्न सक्नुहुन्छ। हाम्रो तामाङ छिटो निर्माण सेवा प्रणालीको फेसबुक पेज, युट्युब च्यानल र टिकटकहरू मार्फत प्रसारण हुने यो भिडियो सामग्रीमा तपाईँलाई विशेष गरी यो अपडेट गरिरहेका छौँ कि तामाङ छिटो निर्माण सेवा प्रणाली मार्फत तपाईँको एउटा ड्रिम हाउस कन्सेप्टलाई चाहिँ प्रमोट गरिरहेका छौँ। विशेष गरी कम खर्चमा सुविधा सम्पन्न घर जुन निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरिन्छ बिना झन्झट। तपाईँले कुनै पनि किसिमको झन्झट गर्नुपर्ने छैन, जसमा चाहिँ सबै माल मेटेरियलसहित टोटल कम्प्लिट फुल फिनिसिङ गरेर तपाईँलाई चाबी हस्तान्तरण गर्ने स्किम अन्तर्गत काम सम्पन्न गरेर प्रदान गर्ने गरिन्छ। आदरणीय महानुभावहरू, तपाईँ पनि यस्तै खालको घर निर्माण गर्ने सोचमा हुनुहुन्छ भने अवश्य पनि सम्झिन सक्नुहुनेछ तामाङ छिटो निर्माण सेवा प्रणालीलाई। जुन यहाँनिर देख्न सक्नुहुन्छ यो हेटौँडा नवलपुरमा सम्पन्न भएको घरको यो दृश्य तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ। इन्टिरियर चाहिँ यो किसिमले निर्माण सम्पन्न गरेको छ भने बाहिर पनि तपाईँले सुरुमै देख्नुभयो बाहिर कस्तो छ भनेर। माथि टिनको छानो भए पनि भित्र आकर्षक अनि लग्जरियस टाइपमा निर्माण सम्पन्न गर्न सकिन्छ। यतिको घर निर्माण सम्पन्न गर्दाखेरि कति खर्च लाग्यो भनेर तपाईँहरूले प्रश्न पनि गर्नुहुन्छ। त्यो प्रश्नको पनि जिज्ञासालाई मेटाउने कोसिस अवश्य पनि गर्नेछौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शक महानुभावहरू, यो 4 कोठाको घर हो। तपाईँको यसमा चाहिँ 4 कोठा मध्येमा 3टा चाहिँ बेडरुम रहेको छ र एउटा हल र साथसाथमा तपाईँको पछाडिपट्टि साइडमा चाहिँ एउटा किचन पनि तयार भएको छ। यो पाली निकालेर यो किचन रेडी छ यहाँनिर र त्यसै गरी तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर यो किचनको स्ल्याबमा टाइल्स छ र किचनको स्ल्याबको माथि 2 फिट टाइल्स राखिएको छ र किचनको फ्लोरमा पनि टाइल्स राखिएको छ। यो अनुसारले निर्माण भएको छ यो घर र यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ टोयलेट बाथरुम पनि रहेको छ। टोयलेट बाथरुम पनि भित्रैबाट छिर्ने हो तर बाहिरी फेसमा निकालिएको छ। यो किसिमबाट फिनिसिङ दिएको छ। यसरी निर्माण सम्पन्न गर्दाखेरि टोटल कस्ट कति आयो भनेर तपाईँहरूले प्रश्न अवश्य पनि गर्नुहुन्छ। त्यसैले तपाईँहरूको प्रश्नलाई सुरुमै मेटाउने कोसिस अवश्य गर्ने नै छु। यो टोटल कस्ट चाहिँ यसमा हुन त घर कसरी बनाउने, कुन हिसाबले बनाउने भन्ने कुराले चाहिँ फरक पर्छ। यहाँनिर यो घर कम्प्लिटली फुल फिनिसिङ गर्नलाई जहाँ चाहिँ 16,39,000 रुपैयाँको चाहिँ सम्झौता भएको थियो र त्यही अनुसारले सम्पन्न गरेको घर हो यो। यसरी फिनिसिङ गरेर तपाईँलाई प्रदान गरेको घर यसमा अब जसरी तपाईँले कुन हिसाबले बनाउने भन्ने कुराले चाहिँ फरक पर्ने गर्छ कस्टमा र रुमको साइजहरू पनि कतिको निकाल्ने भन्ने कुराले पनि फरक पर्छ र डिजाइन कस्तो बनाउने भन्ने कुराले पनि फरक पर्छ र बनाउने घडेरीको प्लट कस्तो छ त्यो अनुसारले पनि फरक पर्ने गर्छ। यसरी निर्माण सम्पन्न गर्दाखेरि तपाईँको अब लोकेसन अनुसार पनि फरक पर्छ। घडेरीको प्लट कस्तो छ, रोड लेभलबाट कतिको डाउनमा छ अथवा हाइटमा छ, ब्याकफिलिङ कतिको गर्नुपर्ने छ भन्ने कुराहरूले पनि फरक पर्छ। त्यस कारणले गर्दाखेरि तपाईँले यतिमा बनेको घर भन्दाखेरि तपाईँको एरियामा अलिकति सस्तो पनि परेको हुनसक्छ अथवा तपाईँको एरियामा अलिकति महँगो पनि परेको हुनसक्छ। केही रकम भने तलमाथि भएको अवश्य हुन्छ, किनभने हेटौँडामा बन्ने कस्टमा तपाईँको काठमाडौँमा नबन्न सक्छ र त्यही चितवनमा बन्ने कस्टमा हेटौँडामा नबन्न सक्छ अथवा त्यो किसिमको चाहिँ हुन्छ। लोकेसन अनुसार पनि केही फरक चाहिँ पर्छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले यही कुरा बुझ्नुहोस् कि घर निर्माण गर्दाखेरि केही कस्ट चाहिँ तलमाथि अवश्य पनि हुन्छ। सोही अनुसारले सबै घरको चाहिँ टोटल कस्टहरू उल्लेख नगरिएको
हुन्छ कम्पनीले त्यो कारणले गर्दाखेरि पनि तपाईँहरूको प्रश्न धेरैजनाको प्रश्न आएको देख्छु, प्रश्न गर्नुभएको देख्छु। तपाईँहरूले जसरी फलो गरेर तपाईँहरूले हेरिरहनुहुन्छ हाम्रो भिडियोहरू, हाम्रो जुन कम्पनीबाट निर्माण गरेका घरहरू मन पराउनुहुन्छ त्योप्रति हामी एकदम आभारी छौँ। तपाईँहरूको माया, तपाईँहरूको स्नेहले नै कम्पनी अगाडि बढिरहेको छ। विशेष गरी कम्पनीले बिना झन्झट तपाईँलाई ऋण नपर्ने गरी घर निर्माण गर्नको लागि सोही अनुसारले विशेष प्रमोट गरिरहेका छौँ। किनभने तपाईँले घर ठुलो आरसिसी ढलान घर बनाउनु होला, तपाईँलाई टाउकोभरि ऋण भयो भने तपाईँलाई त्यो बनाएको बङ्गलोभित्र राति निन्द्रा नपर्ने घर भयो भने तपाईँलाई घर बनाएर अर्थ छैन। त्यही कारणले सकेसम्म कम खर्चमा तपाईँको घर निर्माण सम्पन्न गरेर तपाईँलाई आनन्दको निन्द्रा पर्ने घर बनाउनु नै हाम्रो विशेष उद्देश्य रहेको छ। त्यही अनुसारले अगाडि बढिरहेका छौँ। आदरणीय दर्शक महानुभावहरू, विशेष गरी तपाईँले अहिलेसम्म हाम्रो पेजलाई लाइक गर्नुभएको छैन, फलो गर्नुभएको छैन भने अवश्य पनि फलो गर्नुहोला। र त्यही अनुसारले हाम्रो टिकटक आइडी हरू रहेको छ, तामाङ छिटो निर्माण सेवा प्रणालीको टिकटक आइडी र पर्सनल आइडीहरू पनि छन्, हामीले अपडेट गरिराखेका छौँ। सोही आइडीहरू मार्फत पनि तपाईँहरूले फलो गर्न सक्नुहुन्छ र त्यही अनुसारले तपाईँहरूले केही जानकारी लिन सक्नुहुन्छ। र तपाईँको मनमा कुनै पनि किसिमको जिज्ञासा अथवा कुनै किसिमको चाहिँ प्रश्नहरू उब्जिएको खण्डमा तपाईँले अवश्य पनि हाम्रो कमेन्ट सेक्सनमा कमेन्ट गर्न सक्नुहुन्छ र इनबक्समा पनि म्यासेज गर्न सक्नुहुन्छ। तपाईँको माया, तपाईँको चाहिँ भरोसा नै हाम्रो माथि चढ्ने खुड्किलो हो। त्यही अनुसारले हामी विशेष प्रमोट गरिरहेका छौँ जुन ड्रिम हाउसलाई। त्यही अनुसारले हामी अगाडि बढिरहेका छौँ। यो भिडियो तपाईँले हेरिदिनु भयो त्यसको लागि विशेष धन्यवाद भन्न चाहन्छु। कुनै पनि ठाउँमा तपाईँ जुनसुकै ठाउँमा रहनु भए पनि अवश्य पनि हामीसँग जोडिएर काम गर्न सक्नुहुन्छ, काम गराउन सक्नुहुन्छ। यदि तपाईँलाई चित्त परेको अवस्थामा, तपाईँलाई चाहिँ ठिक लागेको अवस्थामा काम गराउन सक्नुहुन्छ, तपाईँको पनि यस्तै खालको घरहरू निर्माण गर्ने सोचमा हुनुहुन्छ भने अवश्य पनि निर्णय। त्यसैले तपाईँको आफ्नो सपनाको घर निर्माण गर्नको लागि चाहिँ विशेष गरी सम्झिन सक्नुहुन्छ। यति भन्दै आजको भिडियो सेसनबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, तपाईँको दिन शुभ रहोस्। धन्यवाद।